बास आउँछ है एउटामा लगभग लगायो 700 अनि भाडा कति भने 100 रुपियाँ भन्दा 100 रुपियाँ जति त्यो अलिक प्लस खर्च बाटो छ नि अनि उहाँ काट्नु पर्यो लेबरले लोकल टिममा बाहिर निकाल्छ मान्छे ट्रकमा लोड गर्छ खर्च त धेरै छ अनि त्यसो भए त अनि जसले बाँस उत्पादन गर्छ उसले कति रुपियाँ पाउँछ एउटा बाँसको किसानले पाउँदैन होला फेरि कति पाउँछ त्यो त हतियामा झाङ बेच्छ होला त्यही त भनेको अब होइन किसानले 50 रुपियाँ पाउँछ त गोटामा पाउँदैन कि होइन यस्तो हिसाब गर्दा सालाखाला हिसाब गर्दा 50 रुपियाँ पाउँछ त त्यो थाहै हुँदैन हामीलाई त्यहाँ बसेको हुन्छ त्यहाँ आइको मान्छे लोकलले किनेर बेच्ने ए ए ए त्यो यो पनि त्यहाँ अर्को लोकलले किनेर तपाईँलाई बेच्ने हो सबैको ठेका लगाएर उनीहरू ब्रोकरले बसेको हुन्छ गाउँघरमा गाउँले बोल्छ किन्छ अनि जम्मा गर्छ अनि व्यवहार तपाईँलाई कति रुपियाँ बच्छ त एउटा बाँसमा एउटा बाँस बिग्रियो भने त अनि गयो त अनि नेपालमा ढुवानीले गर्दा महँगो होइन त अब अब हो पनि अब मैले बाँस 2000 को लिन्छु होला अब 10 वटाको 2000 चाहनु भयो अब त्यहाँ 100 मिटरको 500 भन्दा बढी त भाडा अब भन्नु 100 रुपियाँ ढुवानी प्लस बस्छ किसानले होला उसले नफा खाला 10-15 रुपियाँ हामीले पनि राख्छ 10-15 रुपियाँ त्यस्तै हो कहिले कहिले त्यसलाई घाटा पनि लाग्छ कसलाई त्यो बाँच्नु तपाईँ ल्याउँदाखेरि तपाईँलाई घाटा लाग्छ ल्याउँदा ल्याउने त उताबाट हो कि ल्याउने त उताको हो नि गाउँ जहाँको जो पनि एउटा तरकारी पसल जस्तै हो कि अब गाउँहरूमा दुध डेरीहरूमा पनि यहाँ जम्मा गरेर राख्छ अनि पुगाउँछ सहर त्यो पनि यस्तै सिस्टम त्यो गर्ने हो गाउँमा चाहिँ मान्छेहरू किनेर जम्मा गर्ने एकै ठाउँमा थोरै न 1 ट्रकै बाँच्नु निस्किन्छ थोरै न यो तरकारी हो एकै ठाउँमा 1 ट्रक निस्किने कोही किसानको 100वटा होला कोहीको 50वटा होला कोहीको 20वटा होला यस्तै त्यो पनि हो कि ट्रक त एक ठाउँमा कोही पनि पाउँदैन गाह्रो छ नि त गाह्रो छ सबैले